So hello everyone, warm welcome to new vlog भनौँ न्यू भ्लग भन्दा पनि अलिक यो चाहिँ अर्कै भ्लग हो। अन्त सानो भिडियो म तपाईहरुसँग गर्न कोसिस गरिरहेको छु। के कस्तो हुन्छ प्लिज कमेन्ट गरिदिनुस् ल। अन्त भन्नुपर्दाखेरि चाहिँ आज यो भिडियो चाहिँ अलिकति स्पेशलै भनौँ। यो एउटा मेरो पार्सल लास्ट टाइमदेखि नै म सोचिरहेको थिएँ कहिले ल्याउँ भनेर, तर अहिले चाहिँ फिलहाल चाहिँ त्यो सामान पनि मैले लिइसकेँ। बिस्तारै सबै कुराहरू हुँदैछ भनौँ तपाईहरुको माया अनि सपोर्टले गर्दाखेरि। अन्त यो सबै गर्नुमा चाहिँ तपाईहरुको एकदमै ठुलो भूमिका छ भनौँ। तपाईहरुको माया अनि सपोर्ट नपाएको भए म यो सबै काम गर्न सक्दिनँ हो। सो एनिवेज भिडियोलाई अलिकति लामो बनाइबस्नु भन्दा चाहिँ यो अनबक्सिङको सानो भिडियो तपाईहरुसँग राख्छु। प्लिज के कस्तो लाग्छ कमेन्ट गरिदिनुहोस्। अब यो चाहिँ यो अनबक्सिङ गर्नु लागेछु है। सो यसमा चाहिँ के छ भन्दाखेरि मलाई पनि थाहा छैन के छ हो। अन्त हामी अनबक्सिङ चाहिँ गर्न लागिरहेको छौँ। हात काटी पठाउँछ होला, एक्साइटेड बेसी हो। अन्त के कस्तो हुन्छ हेरौँ है त। ल कसरी खोल्नु पर्ने, खोल्नु नआउँदा चाहिँ सरम लाग्दो रहेछ नि फेरि मलाई चाहिँ। देखिनु सामान चाहिँ यस्तो चाहिँ एक्सन प्रो इन भनेर आइरहेको छ। एक्सन प्रो डट इन भनेर आइरहेको छ। सो हेरौँ है त के छ यहाँ चाहिँ। यो चाहिँ फर्स्ट एकछिन केही आउँछ छैन यो भित्र चाहिँ हो। अन्त अब चाहिँ हेरौँ यसलाई पनि राम्रोसँग खोलौँ न। ल वाट्स द्याट, यो के होला त। अब तपाईँले चाल पाइसक्नुभयो होला हो। यसमा के आएको छ भन्दाखेरि चाहिँ एउटा यो चाहिँ फोनकै लागि, यो पनि फोनको लागि एकदम। यो चाहिँ मेरोमा छ दुईवटा छ तर पनि आयो एकदम ठिकै छ भनौँ। अन्त यो एउटा आएको छ अनि यो तीनवटा सेटअप चाहिँ मेरो आज आएको छ। यो चाहिँ मैले फ्लिपकार्टबाट अर्डर गरेको थिएँ लास्ट टाइम हो। अन्त आज आइसकेको छ। यो चाहिँ के हो भन्ने कुरा चाहिँ म तपाईँहरूसँग अब देखाउने छु मैले। तर यो चाहिँ यसको हाइट चाहिँ समथिङ त्यतिकै कति होला हो। अब यो चाहिँ यस्तो प्रकारको पनि हुन्छ, तर यो मैले फर्स्ट टाइम भएको छैन। फर्स्टमै बिगारी पो पठाउँछ कि नबिग्रिनु पर्ने। सो यस्तो छ। यतिमा चाहिँ मतलब भ्लग गर्नु पोसिबल हुन्छ। तर चाहिँ भ्लगकै लागि उयो चाहिँ। अनि जुन प्रकारको यो लास्ट टाइम एक्सन क्यामेरा थियो म त्यसमा सेटअप गर्न आँटेको छु। यो चाहिँ मैले मेरो एक्सन क्यामेरा जुन प्रकारको लास्ट टाइम गर्दैन आएको थियो। अनि यति सामान चाहिँ छ हो। यति सामान चाहिँ आज आएको एक्सन प्रो इन भन्ने। अन्त यसको यो चाहिँ मैले तर लास्ट टाइम अर्को खालको मगाएको थिएँ। त्यो चाहिँ भएन, त्यो स्टिलको रहेछ। नट ब्याड, तर यो चाहिँ अलिकति हामीलाई प्रायः हामी पानीतिर आउँदाखेरि अलिकति पोसिबल हुन्छ जस्तो मलाई चाहिँ लागेको छैन हो। तर एनिवेज के कस्तो हुन्छ हेरौँ भनौँ। अन्त हेरौँ हामी सेटअप गर्न लागिरहेका छौँ यसको। यस्तो प्रकारले हामीले सेटअप गर्नुपर्ने हुन्छ। त्यसरी नगरौँ होला, अल गुड भनौँ। एकछिन है त अलिकति कस्तो कतापट्टि बस यतिमा गऱ्यो भने चाहिँ यो पनि हामीले त्यसरी टाइट गऱ्यो हो। यदि यहीँबाट टाइट गर्दा भने चाहिँ यहाँबाट पनि टाइट गर्दा चाहिँ किनकि मलाई सकिन यसमा जानु। यसो डाइरेक्ट मैले चाहिँ ऱ्यान्डमली घुमाएको छु। अनि यो चाहिँ सरी यस्तो प्रकारको हुन्छ। अनि यो चाहिँ किन मैले मगाउनु चाहिँ एकदम मलाई इम्पोर्टेन्ट क्या यसको लागि चाहिँ। अब हेर्नुहोस् कस्तो दिएको छ। मैले एसडी कार्ड चाहिँ युज गरेको छैन अहिले। यस्तो प्रकारले भ्लग गर्दा के कस्तो हुन्छ प्लिज लाइक गरिदिनुहोस् होला है त। अन्त जुन प्रकारको सेटअप छ यसको हाइट चाहिँ समथिङ मैले मगाएको हेरेमा चाहिँ यो चाहिँ अब हाम्रो अन्दाजीमा हेरौँ। म्याथमेटिक्समा म चाहिँ कमजोर छु कि अलिक सक्दिनँ होला एक्युरेट बताउँछ। यसको हाइट समथिङ 2 फिट समथिङ छ। यस्तो भ्लग गर्दा यसो गरेर गर्नु पऱ्यो नि होइन।
हेलो गाइज भन्ने यो चाहिँ अलिकति पोसिबल पनि यसो रोटेट गर्दाखेरि यस्तो गरेर हो हल्का मेरो हात पुरा अहिले चाहिँ अलिकति यहाँनिर सानो यहाँ कार्यक्रम भइरहेको छ सो त्यो चाहिँ स्टिलको चाहिँ हुनुहुन्थेन मलाई चाहिँ अलिकति नट ब्याड तर यो अलिकति पोसिबल छैन त्यो स्टिल चाहिँ हामी प्रायः पानीमा युज गर्छ पानीमा चाहिँ स्टिल चाहिँ अलिकति प्रिफर गर्दैन क्या रस्टर आउने एकदम चान्स हुन्छ तर ठिकै छ भनौँ यतिको त होइन स्पेसली यो थ्याङ्क चाहिँ अन्त एकजना मान्छेलाई एकदम थ्याङ्क यू भन्न चाहन्छु एकदमै हात जोडेर यहाँबाट थ्याङ्क यू भन्न चाहन्छु यो चाहिँ गिफ्ट फ्रम सम वान भनौँ अन्त तपाईँले मेरो भ्लगमा देखिरहनुहुन्छ उहाँ चाहिँ हो उहाँ चाहिँ मेरो बतिम त भनौँ हामी जतिको त हामी यसो ऱ्यान्डम यसो यसो बात गर्दाखेरि चाहिँ बतिम भन्छौँ अनि यो पनि रहेछ अन्त बतिमको नाम चाहिँ के होला तपाईँले चाल पाइसक्नुभयो होला अन्त सरब लेप्चा सरब अझै लेप्चा अन्त उहाँको नाम चाहिँ तपाईँले पनि उहाँलाई गएर चाहिँ मेरो जतिजना सब्सक्राइबर छ उहाँलाई गएर थ्याङ्क यू भनिदिनुहोस् तपाईँहरूको भ्लगरलाई सपोर्ट गरिरहेको छ एकदमै उहाँले चाहिँ मलाई सबै कुरामा सपोर्ट गरिरहेको छ क्या बतिम एकदम थ्याङ्क यू सरब बतिमलाई हो स्पेसली अन्त यस्तो क्या मजा आउँदो रहेछ यो भ्लग गर्नु हेर्नुहोस् यस्तो गरेर भ्लग गर्दा क्या ला सरी यहाँनिर एसडी कार्ड युज गरेको छैन मैले अहिले चाहिँ नट ब्याड भनौँ ठिकै छ है हामीलाई छ के कस्तो लाग्छ तपाईँलाई कमेन्ट गरिदिनुहोस् र यसको बारेमा डिटेल्स तपाईँलाई चाहियो भने मसँग इनबक्समा गएर मलाई लेख्नुहोस् त्यो म तपाईँहरूसँग सेयर गर्नेछु यसको बारेमा धेरै कुराहरू सो एकदम मन पऱ्यो क्या यसमा यहाँनिर त यो रबरको यो के भन्छ यसलाई यस्तो ग्रिप टाइपको पनि रहेछ यो चाहिँ किन भन्दाखेरि चाहिँ यो चाहिँ हातमा बेला बेला अब भ्लगरहरू प्रायः पसिना आउँछ नि त फोन बेसी पक्रिँदाखेरि फोनभन्दा क्यामेराहरू पक्रिँदाखेरि सो यसले चाहिँ अलिकति पसिनाहरू हटाउने काम गर्छ हो यसो त हल्लिँदैछ पनि अब यसको फिडब्याक चाहिँ म एक दुई दिनमा पनि दिँदैछु यहाँनिर पनि हाल्दा हुने रहेछ हो सबै कुरा पोसिबल रहेछ एकछिन है त ए होस् सरी यो चाहिँ अब अनबक्सिङ भिडियो भन्दाखेरि मैले कस्तो प्रकारको युज गर्छु त्यसको विषयमा म तपाईँको भिडियो बनाएको अन्त त्यस्तो मलाई चाहिँ भ्लग पनि गर्न आउँदैन म सिकाउने सबै कुरा लर्नर भएको कारणले गर्दा सबै कुरामा कुनै कुरा म पर्फेक्ट छुइनँ क्या त्यस्तो सिकेपछि अन्त इट्स भेरी नाइस हो अन्त सरबतीले फेरि पनि धेरै थ्याङ्क सरबती अन्त अर्को दिनमा छिट्टै म ड्रोन पनि किन्नु लागेको चाहिँ यो विदिन दिस इयर त नभनौँ होला 2026मा चाहिँ तपाईँहरूको भ्लगहरूकोमा ड्रोन पनि हुन्छ तपाईँको मायाले सपोर्ट पायो भने अलिकति सिनेमेटिकमा म सिकिरहेको सिनेमेटिक मेरो भ्लगमा प्रायः सिनेमेटिक देख्दैन किनकि मै मात्र बोलेको कारणले गर्दा म बेसी बोल्दै बानी छ नि त मैले भ्लग गर्नुको कारण पनि म बेसी बोल्नु नै है खासमा म बेसी बोल्छु रहेछु भ्लग गरेको अनि यो एक्सन क्यामेराको चाहिँ ब्याक साइडमा पनि छ यो स्क्रिन चाहिँ यस्तो देख्नुभयो तपाईँले देख्नु भएन भोलिपछि हेर्नुहोस् भ्लगमा हो यस्तो गरेर भ्लग गर्दाखेरि अलिकति पोसिबल क्या यस्तो गरेर रोटेट गरेर अन्त बबाल आउँदो रहेछ क्या मजा लाग्यो मलाई पो अन्त के कस्तो हुन्छ यहाँ हेरेर बानी भएछ सरी यस्तो भ्लग बनाएर फेरि मलाई कुर्छलाई नि मेरो सब्सक्राइबरहरूले सपोर्ट गर्दैन होला सो एकदम थ्याङ्क यू अनि भ्लग म गर्ने कोसिस गर्छु डेली भ्लग त म सक्दिनँ होला तर पनि विकमा 2 या 3 भ्लग चाहिँ म अपलोड गर्ने कोसिस गर्छु प्लिज मायाले सपोर्ट आउँदो दिनमा जति पनि तपाईँको मायाले सपोर्ट हुन्छ प्लिज गरिदिनुहोस् होला त्यही भन्न चाहन्छु र जतिजना पनि मेरो भ्युअर्स सब्सक्राइबरहरू हुन्छ इन्स्टामा पनि अहिले चाहिँ म हल्का भिडियो अलिकति एक्टिभ हुँदैछु क्या इन्स्टामा त्यस्तो मलाई इन्स्टामा चाहिँ अलिकति त्योपट्टि चाहिँ अलिकति म एक्टिभ छुइनँ किनकि म फेसबुकमा अहिले चाहिँ मेरो भिडियोहरू पस्दैछ नत्र भने चाहिँ लास्ट टाइमसम्म चाहिँ एकदम मेरो पेजमै हाल्दैछु अहिले चाहिँ म त्यो भिडियोहरू किनकि लास्ट टाइमसम्म मेरो एकदमै त्यो एररहरू अकर भइरहेको थियो त्यो सकेकै छैन इस्यु एकदम क्या टेक्निकल इस्युहरूले कारणले गर्दा तर अब चाहिँ म गर्नेछु अब एक दुई दिनमा म घर पनि जान्छु त्यो घरको गाउँको भ्लग पनि म तपाईँसँग सेयर गर्नेछ के कस्तो हुन्छ प्रतिक्रियाहरू चाहिँ तपाईँको फिडब्याक चाहिँ कमेन्टमै भनिदिनुहोस् ल अनि यो यसलाई के भन्छ ट्राइपेडै भनिदिउँ स्टिक यो सेल्फी स्टिक भनौँ यसको बारेमा केही डिटेल्समा चाहियो भने चाहिँ मलाई इनबक्स गर्नुहोस् म तपाईँलाई बताउनेछु सो यसको प्राइस के हो अन्त यसको सबै कुरा म तपाईँलाई त्यति बेला बताउनेछु अहिलेको लागि थ्याङ्क यू so much for watching this छोटोको भ्लग है त